प्रमादको फल। एकजना शिव भक्त हुनुहुन्थ्यो। उहाँले तन मन धन लगाएर शिवको प्रार्थना तपस्या गर्नुभयो। धेरै समय बित्यो। एक दिन भोलेनाथ प्रसन्न हुनुभई भक्तलाई दर्शन दिनुभयो र भन्नुभयो, हे भक्त, वरदान माग। त्यस भक्तले भने, मेरो मृत्यु हुनुभन्दा पहिले मलाई मृत्यु आगमनको सूचना मिलोस्, ताकि म जागरुक हुन सकौँ, सचेत भएर होसमा बस्न सकौँ। तब महादेवले तथास्तु भनी वरदान दिनुभयो। भक्त हर्षित भयो। भक्तले आफ्नो मृत्यु भन्दा पहिले सूचना पाउने भयो। भक्तले निर्धक्क भई मोज मस्तीमा जीवन बिताउन थाले। समय बित्दै गयो। भक्त वृद्ध अवस्थामा पुगे। एक दिन अचानक यमदूत उनको अगाडि उभिन पुगे। भक्त भयभीत भएर उनले सोधे, तपाईँ कसरी आइपुग्नु भयो? के तपाईँ भगवान शिवको अनुमति लिएर आउनु भएको हो? यमदूतले भने, हो, म भगवान शिवको आज्ञा पाएर नै तपाईँलाई लिन आएको। त्यसपछि भक्तले फेरि भगवान शिवलाई पुकार गरे। शिव भगवानले दर्शन दिनुभयो। तब भक्तले गुनासो गरे, प्रभु, हजुरले त मलाई ठुलो धोका दिनुभयो। तपाईँले भन्नुभएको थियो कि मृत्यु पूर्व मलाई सूचना पठाउँछु भनेर, तर हजुरले मलाई सूचना पठाउनु भएन। भगवान शिवले प्रत्युत्तरमा भन्नुभयो, मैले तिमीलाई बारम्बार सन्देश पठाएको थिएँ। सम्झ त, जब तिमी 35 वर्षमा प्रवेश गर्यौ, तिम्रो पहिलो केश सेतो भएको थियो। त्यो मेरो पहिलो सूचना थियो तिमीलाई। तर तिमी गजबको मान्छे रहेछौ। मेरो सन्देशलाई वास्तै नगरी तिमीले फुलेको केशमा कालो पोत्न सुरु गर्यौ। त्यसपछि मैले तिमीलाई अझ सशक्त सन्देश पठाउने निर्णय गरेँ। तिमी 45 वर्ष पुग्ने बेलामा मैले तिम्रो दाँतहरू पनि कमजोर बनाउन सुरु गरेँ। बिस्तारै दाँतहरू पनि झर्न थाले। तर गजब छ, तिमीले मेरो सन्देशलाई वास्तै नगरी दन्त चिकित्सककोमा गएर नक्कली दाँत राख्न सुरु गर्यो। फेरि अर्को सन्देश स्वरूप तिम्रो आँखा कमजोर बनाउन थाले। त्यस सन्देशलाई पनि वास्तै नगरी तिमीले चस्मा लगाउन थाल्यौ। फेरि केही समयको अन्तरालपछि कानले कम सुन्न थाले। तब तिमीले कानमा राम्ररी सुन्ने मेसिन फिट गर्यौ। मैले त तिमीलाई सही समयमा नै सन्देशहरू पठाइरहेको थिएँ, तर तिमीले बेहोसीमा जीवनयापन गरिरह्यौ। अब मृत्युको घडीमा आएर आत्तिएर के गर्ने? धन्यवाद। म सुनिल कपाली र तपाईहरू सुन्दै हुनुहुन्थ्यो उदय चित्रकारद्वारा सङ्कलित बोध कथाहरू।